हुन्छ टक्क त्यसरी नै हामीले ब्याक लानु पर्ने हुन्छ गाडीलाई कुनै पनि कोण नछुवाइकन अनि त्यसरी लगेर कोण छुवाउनु हुँदैन कोण छुयो अन्ध समाजमा रतनको बकवास धेरै भोका पेटहरू छैन यहाँ कपास छैन घरबार तर थरिन्छ दरबार केही हुने छैन आओ जोसुकेको सरकार राम्रो पढाइ हुनु कुद्नु पर्दैन संसार एउटा माग्ने लिने दिन सक्छ शिक्षा हुनुपर्छ इच्छा आँखा अघि नै छ विद्या हेलो एभ्रिवान सबैलाई नमस्ते स्वागत छ तपाईहरुलाई अर्को नयाँ भ्लगमा तपाईहरु हेर्दै हुनुहुन्छ लाइफ अन द रोड अनि जस रेगुलर भ्लग बनाउँछु भन्दा भन्दै 25 दिन भइसक्यो हैन मैले कुनै भ्लग नै अपलोड गरेको छैन क्या एन्ड मेरो सधैँको बहाना जस्तै भइसक्यो रेगुलर भ्लग गर्छु भन्दा भन्दै 25 डेज ग्याप भइसक्यो मैले भ्लग कुनै पनि अपलोड नगरेको कुनै पनि भ्लग मैले रेकर्ड धरि गरेको छैन क्या अनि आज चाहिँ जे होस् हैन मौसम पनि राम्रो छ अनि आज एकछिन बाहिरबाट निस्किन आँटिरहेको छ अनि त्यही भएर आज एउटा नयाँ भ्लग हाल्दिम नयाँ भ्लग रेकर्ड गर्दिम के कस्तो छ यहाँको माहौल देखाइदिम भनेर आज चाहिँ म फाइनली भ्लग रेकर्ड गर्न गइरहेको छु अनि अर्को के छ भने मैले एउटा नयाँ कुरा किनेको छु त्यो नयाँ कुरा तपाईहरुलाई देखाउने छु त्यो नयाँ कुरा रहेको छ कार मैले नयाँ कार किनिरहेको छु म तपाईहरुलाई त्यो कार देखाउने छु त्यो कार भनेको ऑरेन्ज कलरको छ अनि मैले युएस आएर फाइनली कार किनिसके यो रहेको छ कार जीपको रेनेगेड 2029 यही रहेको छ मैले नयाँ किनेको एसयुभी जीप एन्ड यही हो मेरो कार अनि के छ भने अस्ति भर्खरको दिन मैले भर्खरै मैले यो लिएको भनौँ न 4-5 दिन हुँदैछ एन्ड नयाँ होइन ब्रान्ड न्यू होइन सेकेन्ड ह्यान्ड हो तर यसो हेर्दा नयाँ जस्तो छ अब कुदाउँदा पनि नयाँ जस्तो फिल होस् केही समस्या नआओस् भगवानसँग त्यही प्रार्थना छ एन्ड के छ भने यसमा मैले स्टिकर हिजो टाल्सकेको थिएँ मैले खासै टाल्न अलिक जानिनँ अब लाइटरले यो मिलाउनु पर्थ्यो तर ठिकै छ अहिलेलाई हैन यो म बुद्धको स्टिकर एकातिर छ भने अर्कोतिर मैले लाएको छु हाम्रो महादेव शिवजीको एन्ड त्यसपछि अरु मैले के गरेछु भने मेरो नम्बर प्लेट अहिलेसम्म आइसकेको छैन यो भनेको टेम्परेरी ट्याग भन्छ अब अझै 2 हप्ता जतिमा मेरो भनौँ न मेरो नामको पेपर ठ्याक्कै घरमा आइसकेपछि त्यसपछि यहाँ मेरो नम्बर प्लेट लाग्छ एन्ड यहाँ के छ भने भित्रको माहौल यस भित्र इनर पनि मैले हिजो लगाइसकेको हैन यो नेपालको झण्डा देख्न सक्नुहुन्छ यो पनि मैले हिजो लाएको अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरु शिवजीको तर यहाँ चाहिँ 3mm टेप समथिङ के भन्छ नि डबल टेप त्यो लाएर यहाँ टाल्नु पर्ने छ अहिले भयो भने म त्यता निस्केर त्यो पनि हेर्ने छु अनि यो चाहिँ टाल्दिसकेको छु अनि यहाँ छ रुद्राक्षको माला एन्ड त्यसपछि यस्तै छ माहौल यो क्यामेरामा चाहिँ जहिले किन ब्लिक ब्लिक भइरहन्छ अनि यहाँ सानो स्मल खालको स्क्रिन छ एन्ड यस्तै छ अनि त्यहाँ मैले गोप्रो लाउनलाई मैले यो लगाइसकेको छु अब भित्र बाहिरको सबै कुरा रेकर्ड हुन्छ अनि त्यसपछि पछाडिको यस्तो छ माहौल एन्ड अरु के छ भनेदेखि म एउटा खतरा कुरा देखाउँछु त्यो खतरा कुरा के रहेछ भने डोरेमन अनि यहाँ चाहिँ वान अफ माई फेभरेट कार्टुन क्यारेक्टर डोरेमन रहेको छ एन्ड अहिले म एकछिन त बाहिर निस्किन लागेको छु बाहिर भन्दा पनि हाम्रो आफ्नै ठाउँको आफ्नै गाउँकै गेम दाइ अस्ति नै युएस आउनु भएको हो अनि त्यो दाइले भेट्नु पर्यो भनेर त्यो दाइ ड्राइभिङ सिक्दै हुनुहुन्छ काउन्टीमा अनि म पनि भर्खरै लाइसेन्स निकालेको मान्छे हो यहाँ अनि त्यही भएर मैले एक दुईवटा भनौँ न मेरो एक्सपिरियन्स त्यो दाइसँग सेयर गर्नुपर्ने छ र त्यो दाइ भनेको आफ्नै भनौँ न आफ्नै इटरीको म पढेको जनता बहुमुखी क्याम्पसको ठ्याक्कै अगाडिपट्टिको त्यो दाइको घर छ हुन त त्यो दाइको घरमा गएको छैन त्यो दाइ उता चिनेको होइन तर यहाँ आएपछि त्यो दाइ चिन्यो भेट्यो अब ठिकै छ आफ्नो ठाउँको मान्छे भेट्दा आफ्नै गाउँको आफ्नै सहरको मान्छे भेट्दा एकदमै खुसी लाग्छ एन्ड ओके लेट्स गो गाडी पनि तातिसक्यो होला अब गएर त्यो दाइलाई भेटेर अनि गफसप गरेर अनि त्यो दाइसँग एकछिन कुरा गरेर त्यसपछि अरु के हुन्छ म तपाईहरुलाई त्यो पनि देखाउने छु अहिलेलाई म गोप्रो यहाँ लाउँछु अनि यहाँ गर्न रेकर्ड हुन्छ ओके ओके बाइ बाइ ओके 1 2 3 सबै कुरा रेडी छ ओके यसलाई यसरी लगाइदेऊ त्यसपछि मैले के गरे भन्देखि गोप्रो मैले यहाँ लाएको छ
साउन्ड राम्रै आइरह होला क्लियरली आइरह होला हैन अनि त्यसपछि मैले फोन यहाँ लगाएको छ फोनले टक्क अगाडिको रेकर्ड गर्छ र गोप्रोले मलाई रेकर्ड गर्छ लेट्स गो अनि यहाँदेखि म जहाँ जान आँटेको काउन्टी खासै टाढा चाहिँ छैन हैन भनौँ न 2 माइल जति छ भनौँ 3.5 किलोमिटर छ 1 2 3 शिवजी तल झरिसक्नु भएको छ काउन्टी आइपुग्न लागे यहाँबाट यस्तो छिराएर धर्कै देखिँदैन यार त्यहाँ त धर्को पुरै मेटिसकेको छ मलाई फेरि अन्दाज छैन क्या त्यति राम्रोसँग पार्किङको धर्को नहुँदाखेरि देखिको आई थिङ्क सो यो चाहिँ हुनु पर्यो फाइनली म काउन्टी आइसकेँ यो रहेको छ काउन्टी क्यामेरा लगाएको छ आई डोन्ट नो यो रहेको छ काउन्टी हैन यहाँ छ काउन्टी अनि यहाँ मैले मेरो गाडी पार्क गरेछ सो रातो जस्तो देखिँदा पनि रातो चाहिँ होइन यो अरेन्ज कलर हो एन्ड त्यहाँ राखेर म चाहिँ यहाँ मेटाको ग्लास लगाएर जाँदैछु हेर्दैछु अनि ड्राइभिङ सिक्न त्यसरी आइरहेको हुन्छ कि मान्छेहरू यसरी यो 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 सब ड्राइभिङ सिक्न आइरहेको हुन्छ अनि आई डोन्ट नो त्यो दाइ त्यो त्यही हो कि के हो त्यो दाइ म त अचम्म लागिरहेको छ म पनि चिन्न सकिरहेको छैन त्यो दाइले मैले आएर यहाँ कल गरेँ त्यो दाइको फोनै उठेन सायद दाइ सिक्दै हुनुहुन्छ त्यो होइन रहेछ यार त्यो त म झुक्केँ भनेपछि त्यो दाइ सायद आउँदै नै हुनुहुन्छ होला बाटोमा भन्नु जस्तो छ ओके त्यसै अनि आई थिङ्क दाइले भर्खर कल गर्नुभएको थियो नि रातो गाडी छ भन्दा नि त यही गाडी होला सायद दाइको हुन्डाई यही होला सायद दाइले अस्ति हुन्डाई किनेको छु भन्दै थियो नि त ओ जो अनि यहाँ आइसक्नु भएको छ दाइ फ्यामिली बोकेर आउनु भएको छ जस्तो छ एन्ड त्यस्तै छ जिन्दगीको हाय अनि यहाँ दाइ आइसक्नु भएको छ गाडी लिएर अनि हामीले यहाँ कोनहरू पनि रेडी गरिसक्यौँ अनि कोनबाट यस्तरी छिराएर अनि यस्तो छिराएर लेफ्ट राइट गर्नुपर्ने हुन्छ अनि यो गरिसकेपछि त्यसपछि ड्राइभिङ टेस्टको लागि लान्छ अनि त्यो भइसकेपछि पास हुन्छ खासै गाह्रो चाहिँ छैन तर गाह्रो पनि छ अनि हाम्रो दाइ चाहिँ हाम्रो इटालीकै दाइ हजुर वन ठानै सानो भयो अनि यो यसमा चाहिँ लाइसेन्सको ट्रायल यसरी हुन्छ टक्क 5 वटा कोनहरू यसरी राखेको हुन्छ त्यो कोनको बिचबाट हामीले गाडी टक्क छिराएर ल्याउनु पर्ने हुन्छ र टक्क हामी ड्राइभिङ टेस्ट लिने मान्छे हाम्रो साइडमा बसेको हुन्छ साइड सिटमा अनि उसले लेफ्टतिर या राइटतिर भनेर भने हुन्छ टक्क त्यतातिर यसरी ल्यायो अनि अगाडि ल्याइसकेपछि हामीले टक्क यहाँ गाडी चाहिँ यसरी रोक्नु पर्ने हुन्छ रोकिसकेपछि उसले दायाँ बायाँ हेर्छ अनि फेरि पछाडि
जम्प भन्छ अनि टक्क त्यसरी नै हामीले बिस्तारै सिधा गर्दै अनि यो जुन कोन 5वटा कोन छ नि 5वटा कोनको बिचबाट छिराएर मिडलबाट कुनै पनि कोन नछुवाइकन टक्क लानुपर्ने हुन्छ अनि टक्क यो कोन पास भइसकेपछि फेरि गाडी घुमाएर अनि उसले हाइवेमा लान्छ कि हाइवेमा लगिसकेपछि उसले जस्तै स्कुल एरियाहरू हुन्छ होइन अब जस्तै स्कुल एरिया भयो अनि हरेक रोडमा जस्तो भनौँ न 25 को रोड हुन्छ 35 को 45 को 45 को रोडहरूमा त्यो स्पिड लिमिट मेन्टेन गरेर कुदाएर अनि उसले हेरिरहेको हुन्छ सबै कुरो नोटिस गरिरहेको हुन्छ कसरी कुदाइरहेछ भनेर मेन भनेको स्कुल एरिया जस्तो स्कुल आएको बेला त्यो फ्लासिङ भलिरहेको हुन्छ कि येल्लो लाइट स्कुल एरियामा अनि त्यो लाइटमा चाहिँ सधैँभरि हुन्छ नि 20 को नर्मली 20 को स्पिड भनेर लेखिरहेको हुन्छ त्यो स्पिडलाई चाहिँ फलो गर्नुपर्ने जस्तो 45 को बाटो छ भने पनि त्यो जस्तो ब्लिङ भइरहेको बेला त्यो सर्टेन एरियामा चाहिँ 20 मै कुदाउनु पर्यो क्या त्यो 20 भन्दा माथि 30-40 पुग्यो कि भनौँ न सिधै तपाईँलाई सिधै लाइसेन्स त्यो सिधै फेल भनिदिन्छ होइन अरू कुरामा अलिक सानोतिनो मिस्टेक भयो भने चाहिँ तपाईँले पोइन्ट दिएर फेरि पोइन्ट क्यालकुलेट गरेर तपाईँ पास पनि हुन सक्नुहुन्छ तर स्कुल एरिया यस्तो भने एकदमै भनौँ न खतरा कुरा हो स्कुल एरिया अनि लाइट अनि त्यसपछि भनेको वान वेहरूमा चाहिँ छिराउनु भएन अनि त्यसरी हुन्छ अनि यसरी सिक्ने टन्नै हुन्छ क्या यहाँ एउटाले यहाँ गाडी कहाँ छिराइदिइरहेछ अनि त्यसपछि यहाँ टन्नै छ क्या सिक्नलाई टन्नै हुन्छ मैले सिक्दाखेरि त्यति धेरै थिएन सिक्नलाई तर अहिले चाहिँ एकदमै धेरै धेरै सिक्न आइरहेछ मेरो गाडी चाहिँ नठोकेको एन्ड त्यसपछि सर अनि टक्क यसरी भएन छियो तर अगाडि ल्याउनु त एन्ड फाइनली त्यो दाइ हिँडिसक्नुभयो ड्राइभिङ सिकेर अनि म पनि अब घरतर्फ लाग्दैछु हो एन्ड के छ भने नेक्स्ट भ्लग म यो ग्लासको बारेमा बनाउन आँटेको छु यो ग्लासका फिचरहरू यो ग्लासले के काम गर्छ यो रहेको छ मेटाको एआई ग्लास अनि यो ग्लासको विशेषताहरू अर्को भ्लगमा म तपाईँहरूलाई देखाउने छु अनि अर्को भ्लग म यो ग्लासबाट बनाउने छु स्टे ट्युन अब ओके अब यम बुद्धको पछाडि स्टिकर लगाइसकेपछि यम बुद्धको एउटा गीत गाउनै पर्यो म गाडी कुदाउँदै गीत गाउँदै जानेछु कृपया तपाईँहरू सुन्नुहोला म एउटा अन्धो चहल पहलमा लड्दु साथीभाइले मौकामा फाइदा उठाए भरपुर के तैपनि म हुन्छु होला सक्षम किन देखिँदैछ ममा पागलपनको लक्षण के म आफ्नो हकको लागि पनि नलड्नु लज्जा र घिना लाग्दो समाजमा कसरी नमरु जन्मेदेखि हात खुट्टा मेरो बाँधिएको बाँच्नु नपाए पनि सपना त्यो साँचिएको पढाइसँग बस्नुपर्छ भन्छन् तर यहाँ त आफ्नै बाटा आफ्नै मर्छन् हे आमा म यो कस्तो गीत गाउँदैछु थकित भएर स्वर्गको ढोका ढकढकाउँदैछु सोच विचार गर्छु म बिचमा हराउँदिन जे सत्य हो त्यही बोल्छु म सिधा डराउँदिन मात्र भगवानले निकालेछन् सबै निष्कर्ष नरो यदि मैले गरे आर्यघाटको स्पर्श नरुनु तिमी मेरो शरीर आगोमा रन्कदा चिसा लुगा लिएर मलाई मिट्टी फर्कदा मलाई त अझै धेरै टाढा जानु छ शान्त दुनियाँमा एक्लै हराउनु छ नरुनु तिमी मेरो शरीर आगोमा रन्कदा चिसा लुगा लिएर मलाई मिट्टी फर्कदा मलाई त अझै धेरै टाढा जानु छ शान्त दुनियाँमा एक्लै हराउनु छ यो कुनै लडाई होइन सङ्घर्ष हो प्रयत्न पनि होइन फल प्रशंसाको यो हो एक थकित युवाको इच्छा पुगिसके जसलाई थिचो मिचो र ईर्ष्या अन्ध समाजमा रतन्दोको बकवास धेरै
धेरै भोका पेटहरू छैन यहाँ कपास छैन दरबार तर थरिन्छ दरबार केही हुने छैन आओस् जोसुकैको सरकार राम्रो पढाइ हुनु कुद्नु पर्दैन संसार एउटा माग्नेले नै दिन सक्छ शिक्षा हुनुपर्छ इच्छा आँखा अघि नै छ विद्या सोच्ने हो सुरुवात खोज्ने हो गुरुबा हाम्रो पनि दोष छ यहाँ ठोस पलाइ नहुनुमा उचाइ नछुनुमा मलाई केहीमा गर्व छैन मर्नु मार्नु बाहेक हाम्रोमा कुनै पर्व छैन यसरी बाँच्नु भन्दा त मर्नुमा कुनै लज्जा तिमी मेरो शरीर आगोमा रन्कदा चिसा लुगा लिएर मलाई मिट्टी फर्कदा मलाई त अझै धेरै टाढा जानु छ शान्त दुनियाँमा एक्लै हराउनु छ नरुनु तिमी मेरो शरीर आगोमा रन्कदा चिसा लुगा लिएर मलाई मिट्टी फर्कदा मलाई त अझै धेरै टाढा जानु छ शान्त दुनियाँमा एक्लै हराउनु छ